नमस्ते सबैजनामा। हामीले नलेज इन्साइट च्यानल मार्फत विभिन्न किसिमका साइटका भिडियोजहरू पनि अपलोड गर्न लागिरहेका छौँ। त्यसको कारण यो पहिलो भिडियो टेस्ट भिडियोको रूपमा हजुरलाई पेश गरेका छौँ। हेरेर प्रतिक्रिया दिनुहोला। हेलो एभ्रीबडी, यो चाहिँ हाम्रो सेफ्टी ट्याङ्की बन्दैछ। अरू नर्मली घरहरूमा चाहिँ सेफ्टी ट्याङ्की सोकपिट सहितको हुन्छ भने यो नर्मल एक सिङ्गल तलाको रेसिडेन्सियल घर हो। यो चाहिँ माथि रुफिङ चाहिँ स्लोप रुफ बन्छ। सेफ्टी ट्याङ्की 11/7 को सिङ्गल च्यानल वाल पनि नबस्ने गरेको 250 mm बेस वाल के अरे ब्रिक वर्क भएको 10 फिट हाइट भएको एउटा ब्रिक वर्कको सेफ्टी ट्याङ्की बन्छ। यो सेफ्टी ट्याङ्कीको चाहिँ वरिपरि प्लास्टर गरेर बाहिरबाट होला पनि गरिन्छ, यो भित्रपट्टिबाट अनि बाहिरपट्टि ब्याकिङ गरेर यतापट्टि कलेक्सन च्याम्बर बस्छ र यहाँपट्टि टोयलेट पनि बस्छ। यो घरको चाहिँ सब स्ट्रक्चरसम्मको काम चाहिँ सकिसकेको छ र प्लिन्थ लेभलमा प्लिन्थ बिम लाउने काम बाँकी रहेछ। सायदै अब यसको स्लोप रुफ अथवा के अरे स्ल्यान्डेड अब आरसिसी स्ल्याबको रुफ बस्छ नै, सिङ्गल तलाभन्दा बढीको छैन। त्यही भएर यो रोडहरू पनि 4टा मात्रै युज गरायो। अब यो घरको चाहिँ ट्याक्क योपट्टिको एउटा 12/12 को कोठा, उतापट्टि पनि सानो खालको 10/12 जोडिने गरेको उतापट्टि लिभिङ रुम अनि उतापट्टि किचन बन्ने गरी अनि अगाडिपट्टि प्यासेज बन्ने गरेको एउटा सिङ्गल रेसिडेन्सियल घर हो। यो घरलाई हाम्रो अगाडिपट्टिबाट माथि जाने गरेको स्टेयरकेस राख्ने गरी बनाउनु भएको। सुपर स्ट्रक्चरमा यो प्लम कङ्क्रिटको युज गरेको छ वरिपरि। मुनिबाट फुटिङ 4/4 को युज गर्नुभएको छ अनि यो रेन्फोर्समेन्ट चाहिँ 4टा 12 mm को रडहरू 6 इन्चीको युज गर्नुभएको छ। यो एकतिर भएको अर्थ फिलिङको कुरा चाहिँ बाहिरबाट ल्याएको ग्राभलहरू फिल गरेर यसमा सोलिङ गर्ने, सोलिङ माथिबाट फेरि एउटा स्यान्ड फिलिङ गरेर माथि फिल गरेर अनि माथि पनिङ गरेर कम्प्लिट गर्ने गरेको यो स्टेट गर्दा।